हिजो प्रार्थना गरेर बाइबल पढेर यही झोला राखेका थिएँ, घरमा 3 जना भन्दा छैन होइन। झोलाको पनि अचेल खुट्टा लाग्न थालेछ कि के हो? देख्दिनँ त, हिँडिराखेको जस्तो थियो। मेरी देवा, मेरी देवा होइन, कहाँ हो तिमी? तल कान्छा दाइका प्रार्थना गर्न जाऊँ भनेर निस्किन लागेको। हिजो झोला प्रार्थना गरेर झोला बाइबल हेरेर राखेको थिएँ, छैन होइन। झोला पनि अचेल खुट्टा लाग्न थालेछ कि क्या हो? राखेको ठाउँमा केही भेटिँदैन, 3 जना भन्दा छैन परिवारमा। हजुर, अनि मेरो बाबु जल्दी झोला भित्र राखेर कहाँ गर्छ? मेरो बा झोला त यहाँ राख्नु भएको रहेछ। बुढेसकाल आयो होला नि त। तपाईँको बिर्सिन पाऱ्यो भने म त राखेको थिएँ भनेर सोचिराखेको त, त्यही त बुढेसकाल भएपछि। अनि मेरो बा तपाईँ कहाँ जानु भएको बिहान बिहानै? के भने? बिहान बिहानै कहाँ जानु भएको? हिजो बेलुका कान्छा दाइ अलिक बिरामी छ अरे भनेर खबर आएको थियो। अनि त्यही प्रार्थना गर्न जाउँ भनेर जानु आएको नि। अनि मेरो बा तपाईँलाई एउटा केही चिन्ता छैन है? के कुरा गर्छौ? के चिन्ता भने फेरि तिमीले? तपाईँलाई थाहा छैन मेरो बा अनि छोरी यस्तो बिरामी छ, उसलाई हस्पिटल लानुपर्ने, पैसा पनि छैन। तपाईँलाई केही चिन्ता फिक्र केही छैन है मेरो बा? होइन, के तिमीलाई मात्रै चिन्ता छ त? के मलाई चाहिँ एउटा बिरामी छोरीको बाउलाई के चिन्ता छैन होला त? के चिन्ता निधारमा टाँसेर हिँड्यो भने मात्रै चिन्ता हुने हो र? त्यही त मेरो बा भन्दैछु त, छोरी यति साह्रो बिरामी भइरहेछ, एकदमै सिरियस भइरहेछ, पैसा पनि छैन, केही तपाईँले अब चिन्ता फिक्र गरेर केही देख्दिनँ त। मैले त्यही भएर त हिजो प्रार्थना गर्नको लागि खबर आयो। त्यहाँ नजिकै कान्छा दाइको घर पल्लो उसमा अलिकति पैसाको जोडजाम पनि गरेका थिएँ। त्यहाँ के कसो छ त्यो पैसा पनि बुझौँ। अनि कान्छा दाइ कहाँ प्रार्थना गरेर पनि फर्क्यौँ भनेर त्यसैको लागि जान आएको नि। छिटो गरेर आउँछ है। ल साँच्ची सुन त, म त बिर्सिछु अघि भन्नु है। तर जेठा दाइ आउँछु भन्नुभएको थियो। मलाई भन्छ भन्न मलाई बिहानी गर्नुपर्छ नि त, साँच्चै हो कुरा। अनि मेरोले पनि मन पराउँछ त। अनि एक पाटा रोटी त पाक्दैन र हेर्छ हुन्छ साहित्य दिन्छ, मजाले दिन्छ साहित्य दिन्छ। माछा अन्त भ्यागु त होस् है फेरि। के भयो त बा, मैले त धेरै बहुमारीको लागि प्रार्थना गरेको। यसो कुरा गर्दा मेरो भा हामी गरेको बाटो लागि। तिम्रो त त्यसो हो, प्रार्थना त बाउको लागि गर्दैछस् कि भनेको त मेरीको लागि गरेको। तिमी पनि बुढा भयो बा, अब स्याहार गर्ने चाहियो नि त बा। हुन्छ हतार नगर्नु। सुक्कै झन्डै बिर्सेको मेरी भन्दा त मेरीको बाबाको म पो जानुपर्ने आज। ए बुढा म त झट्टै गएर आऊ। म पनि जाने अनि बरु त्यहाँ के कसो सागसब्जी छ, जहाँ गएर त्यो तयारी गर्छ। हुन्छ लैजानुपर्छ ल्याएको घरमा त। बुढोको उफ्रिँदै गयो त मेरीको घरमा भनेर हामी सबै सामान लाने हो। ल्याउनु पर्छ। यसले त घरैको बोका कि के हो मेरीको घर होइन। त्यो नामको पनि नामको मल लिएर आउनुहुन्छ। के चाहिँ मल हो? अब मल पनि त ल्याउनु पर्ने थियो त्यहाँ। म नामको पनि फेरि बाह्र पनि हिँड्ने बेला नानीको घरमा फेरि मल बोक्नु पर्ने, मैले लास्टै झ्याउने मैले सब्जी बोकेँ बोकेँ अलिक छिट्टै गएर पो आउनुपर्छ। एकछिनै गएर नानीको घरमा पो जाने हो त जाने।
यसो के लाउनै पऱ्यो यो त यसले त लु मार्यो होइन क्रिम पाउडर पनि लाउनुपर्छ छोरा मान्छेले र ठुलो जमानाको हो त बा आजकल त सबैले लाउँछ म पनि लाउने बा लु छिटो गर ओके सबै लु छिटो आयो होइन ओके सबै लु छिटो आयो होइन मेरो घर त यतै जस्तो लाग्छ कता हो उहाँले पनि यसै गर्छ त्यो हेरेर बा यतै होला हो होइन कोही छैनन् कि कसैले सुन्दैन कि मेरेको बाबेले के बिसेर आउनु भयो हो यस्तो भुवा यो पास्टर नानी जयमासी नै पासरियामा जयमासी ल यता आइदिनु बस 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 क्लास बस आया त्यो सागसब्जी दिएर घरमै फलेको खास गरेर घरमै फलेको खास गरेर म त फेरि ल्याइदिन्छु त्यो कहिले कहिले फर्केर त्यो फर्सी बोलेर दुईवटा फलेको रहेछ यो सालको एउटा घरमा अनि कस्टमर त बेसी बिमारी भएछ फेरि त्यही त अनि मेरो नानी पनि एकदिन फेरि नानीभित्र छ नि के गर्दैछ त्यही त पास्टर बाले यसो यो साल नानु होइन पैसाले दिनु है सुट लाग्ने हो यो पनि कति के भन्नुभयो भाइले होइन पासमा के बाला के हुन्छ भन्छ त्यहाँ त्यही त घरको दाइ रहनु रहेछ म छोरीलाई चिया बनाएर भन्नुभयो है ए हुन्छ नि मेरी हजुरआमा मेरी यहाँनिर घरको बढेर लेबाको आउनुभएको छ बहुत चियाले हजुर त्यही त मेरो अघि उनीहरू काट्ने टक्कै बिचमा तपाईँ त्यो पैसो ल्याइदिनु भन्दै हुनुहुन्थ्यो पास्टर बाले हजुर त्यही भएर ल्याइदिनु आफू पुर्याउनुलाई पैसा त्यही त के गर्नु नानी साह्रो हेर्नुपर्छ के भन्नु अब उहाँले लानुपर्ने सबै मुख लानुपर्ने एकदमै गाह्रो भएर चाहिँ गाह्रो हो अहिले गर्नु ए छोरीलाई प्रणाम जयमसी साह्रै जाडो यो साल त है नानी साह्रै बढ्यो हो जाडो म प्रार्थना गरेर आएको छु मैले गर्ने प्रार्थना हामी चियाको लागि प्रार्थना गर्छौँ प्रभु तपाईँलाई धन्यवाद तपाईँ परमेश्वरले जाडो समयमा मिठो चिया आफ्नो छोरीद्वारा हामीलाई जुटाइदिनु भएको छ हामी लिनेछौँ चिया पाएर बल सकिता तपाईँकोलाई धन्यवाद गर्छौँ यसो नाममा आमेन जाडो पनि फेरि साह्रो है ल चिया लिनु त नानी साह्रै मिठो बनाएको छु नानीले टक्कै अब बुढेसँग चिनी नखानु भन्छ नि मलाई चिनी दिन ट्याक्कै साह्रै मिठो त्यही त त्यहाँ पास्टरले मल कुरो गर्नुभएको थियो मल पनि लिनुको आएको छु म भित्र म तपाईँलाई भित्र देखाउँछु
यहाँ गर्दै बस्दा नानी बाबुहरू एकछिन हामी भित्र जान्छ है आज बिस्तारै आउँछ है यहाँ यो बोलाएको कस्तो छ आशिष ए ठिकै छ कस्तो छ तिमीलाई खै के भन्नु आशिष पहिलाको भन्दा धेरै आफूलाई कमजोर अनुभव गरेको छु खाना मन लाग्दैन निकटा बेसी लाग्छ सास फेर्न गाह्रो हुन्छ त्यही त हो तिमी त ब्याट्रीमा चिन्ता नलौ कि तिम्रो लागि त म छु नि जे गर्नु पऱ्यो भने कति प्रार्थना गरिरहेको छु म तिम्रो लागि धन्यवाद आशिष अनि के छ कस्तो छ छन त धेरै कुरा छ नि अब कहाँबाट सुरु गरौँ अहिले चाहिँ क्यारले आयो क्यारले कुरा कस्तो भनिहाल न मनको कुरा मनमा नराख है भोलि पर्सि भन्न पाउँछ कि पाउँदैन भनिहाल के छ त त्यस्तो आउला नि एकदिन समय ल अनि सुन त साँच्चै पर्सि त हाम्रो त क्यारलको के छ तिम्रो तयारी भोलि प्र्याक्टिसमा आउन जान्छौ तिमी खै आशिषमा सक्दिनँ होला भोलि आउनलाई त बरु पर्सिको दिनमा क्यारल चाहिँ आउन सक्छु भोलि प्र्याक्टिसमा त आउन सक्दिनँ होला आशिष त्यो र स्याउ भयो नि त त्यसो भए पर्सि तिम्रो साथीहरूलाई पनि बोलाऊ हामी पनि तयारी भएर आउँछौँ कहाँ भेटौँ पर्सि के भन्छ चौतारीमा भेट्दा हुन्छ नि त त्यही भेटौँ हामी तिम्रो साथी आऊ ढिलो नगर नि ठ्याक्कै 5 बजे आऊ हामी फेरि क्यारल सुरु गर्नुपर्छ है कस्तोबाट गर्ने होला नि माइली आमाकोबाट सुरु गरौँ किनभने तलको घर पनि माइली आमाको छ यो पालि चाहिँ मर्ने गरेर क्यारल सुन्नुपर्छ है ल आशिष भइहाल्छ नि भइहाल्छ को आउनु भएछ एकछिन बस्दै गर है च्याट गर्नु हुन्छ बाबा हजुर के गरिरहेको छ तिमी बस्नु ए आशिष बाबु कतिजना आउनुभयो अघि नै आयो हामी त 12 हजुर मेरो आमा भित्र हुन्छ आमा मसँग बस्यो बाबा चिया ल्याइदियो तल खाएर आएको चिया धेरै दिनुभयो 2 दिन घरमा बस्दा गरी अनि जिब्रै बाटो हाल्छ भयो खान्न भयो ल बाबा कफी ठिक छ बस्नु भयो हामी त क्यारलको लागि मजाले तयारी गर्दैछौँ के अरे पर्सि हामी माइली आमाको घरमा खेल्ने कुराको छ निकै पछि चाहिँ हामी पास्टरको घरमा नि आउँछौँ होला हजुर योपालि त मजाले हामी त निकै प्र्याक्टिस पनि राम्रो भएको छ एकदमै रमाइलो गर्नेको सोचेछौँ होला पास्टर क्रिसमसको बेलामा क्यारल खेल्नुपर्छ नि सबै तयारीहरू राम्रै भएको छ राम्रै भएको छ पास्टर एकदमै राम्रो गरेको छौँ योपालि त एकदमै राम्रो गर्ने हो यो कुरा थियो भित्र ती पास्टरले म कि के भन्दै हुनुहुन्थ्यो भित्रमै लाग्नुभएको छ दाजु जयमसी दाजु जयमसी कतिजना पाल्नुभयो अघि भर्खर भर्खरै ए बस्नु दाजु ए ल बस्नु अनि कस्तो हुनुहुन्छ नि भाइ कहाँ ठाउँतिर जानु म त हामी सन्चै छौँ मेरो आमा हामी सन्चै नै छौँ दाजु तल कान्छादाइका प्रार्थना गर्नलाई बोलाउनु भएको हिजो साँझ अनि तल यसो पुगेर आउँ भनेर गएको मैले मेरो आमालाई खबर त छोडेको थिएँ दाइ आउनुको खबर छोडेर गएको थिएँ के भएछ त त्यो कान्छोलाई यो पनि बडो बिमारीबाट उठेको मान्छे बिरामी भइरहेको छ दाइ बोलाउनु भएको थियो अलिअलि जाति भएको छ ठिकै छ त्यही त तपाईँले पैसा भन्नुभएको थियो योबाट धान बेचेर ल्याइदिनु त्यो पैसाको पुऱ्याउनलाई यसो आएको फेरि यसो भन्नुहोस् है के कति छ हजुर दाइ धन्यवाद के दाइले गरेर ल्याउनु भएको पैसालाई के गर्नु पऱ्यो त सबै कुरा विश्वासै मात्रै अडिएको छ नि हो नि अनि त्यो मलहरू लिनु भनेर आएको यस्तै छ अनि नानीलाई कस्तो छ अहिले मेरो नानी निकै साह्रै छ भने हेर्दा फेरि त ठिकै देखिन्छ तर उनी भविष्यको अलि बिसन्चै छ कोही बाबुआमा चिन्ता गर्छ कि भनेर अलिक देखाउँदैनन् कि जस्तो लाग्छ हो उसलाई त्यही त हो अब बिरामी हाम्रो हातको कुरो होइन प्रार्थना गरिरहेको छौँ सबैले मण्डलीले
साहस गर्नुहोस् भाइ, हामी प्रार्थना उठाउँछौँ, प्रभुलाई सबैले जान्नुहुन्छ नि। हामी त दाजु हाम्रो विश्वास भनेकै प्रभु येशू ख्रिस्टमै त अडिया छ नि। त्यही त भन, हामी पनि लाग्नु होला, त्यो बल पनि लिएर जानुपर्नेछ। त्यही आशिष त्यो बल त्यहाँभित्र रहेछ, आइज त आज राम्रो है यहाँ छ, यहाँ छ, लु भारी लगाएको छ। नाम र कोही कता लगिस्? म पनि रातै गर्छु दाजु। ल अलिक चिसो पनि थोकी दाजु, यो अलिक मिलाएर गयो है, झरिहाल्ला है फेरि बाटोमा। हामी होइन अहिले लाग्छु। हस् दाजु हस्, ल प्रार्थनामा सम्झिदिनु होला। हुन्छ, हामी प्रार्थनामा सम्झिन्छौँ, पछि भेटघाट हुन्छ ल है। आशिष धन्यवाद मेरी नानी। बुढाले त्यत्रो माथि कुरा गर भन्दा पनि कुरै नगर्ने, घरै फेरि मल पनि बोक्नु पर्ने। अमेरिकामा झोला राख, धैर्य गर्नु न, अब अहिले सुनिहालिस्, अर्कोपल्ट जाँदा म कुरो गरिदिउँला। होइन बुहारी मेरी ठुलो आशा गरेको थिएँ बुढा। लु घर आइपुगेछ। लु भाइ बस्नु त क्यारो खेल्न त आयो त हामीलाई चौबिसै बितेर। सुनै, यो पानीको क्यारोलमा चाहिँ अचम्मै भिड गर्दै गरेर खेल्नुपर्छ, कुनै पनि कसा राख्नु हुँदैन। सुनिस्, खोइ त हामी त आयौँ, अब मेल पनि यहीँ आउँछ भन्दै थियो, सायद आउँदैछ होला बाटोमा। त्यही त गाह्रो हुँदैछ। सन्चै उकालो मलाई गाह्रो भयो कि मलाई, त्यही भएर अलिक ढिलो भयो। तिमीहरू कतिखेर आइपुग्यो? हामी भर्खरै हो। ए के गरौँ, हामी माइनाकै भन्दा त सुरु गरौँ होइन? त्यही गर्नु पर्यो हो, त्यही हो। जाउँ त कि जाउँ? ल है नानी आमा, को हुनुहुन्छ घरमा? होइन को भाइ? ए नानी आमा, जय मसी नानी आमा, जय मसी। यो वर्षको क्यारल पो लिएर आएको त हर्काली आमा। हजुर, ल साथीहरू हामी क्यारल सुरु गरौँ है त। परम धर्म परमेश्वरलाई पृथ्वीमा जो उहाँसँग प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति शान्ति शान्ति। ल है सुरु गरौँ। हाँस खेल गर्दै भरिए संसार सबैमा, धरतीको बोझा उठाइ हामी मानिसको छोरा लिएर गरीब दुःखैमा, मानिसको छोरा लिएर गरीब दुःखैमा, हाँस खेल गर्दै भनिए कति बेरसम्म सुत्छ? बस यहाँ
भइसक्यो लु चियामा सेरिसक्यो चिया पनि के भयो सन्चो छैन कि के हो यसलाई चिया खाए म त प्रार्थना गरेको नि हकिनँ के भयो हिजोको कुरा थाहा छैन बा तिमीलाई के हो म त हिजो भुसुक्कै सुतिमै त कति बेला आइस त्यो पनि थाहा भएन के भएछ त हिजो नि बा हामी माइलाको घरमा क्यारल खेल्दै थियौँ अनि अचानक हेर न बा नानी लडेर के भयो के भयो नानीलाई बा मेरी लड्यो के भएर लडी त केही थाहा छैन के भयो के भयो नानीलाई बिचारी त्यो अस्तिकै बिमारीले पो लडेको हो कि अनि के गर्यो त तिमीलाई हामी स्वास्थ्य चौकी पुऱ्यायौँ ए ठिक गर्यो अनि उसको आमा बाउलाई थाहा छ त हिजै खबर गरेँ बा तर म्यारीलाई अहिलेसम्म होस आएको छैन भनेछ बा के भएछ त यस्तो के भएको होला बा म्यारीलाई त्यही त अस्तिकै बिमारीले पक्रियो कि क्या हो यस्तो बेला त हामी गएर यसो भेट गरेर यसो सान्त्वना दिनुपर्छ बोल्नु बा हामीसँग जे जति छ पैँचो पैँचो जे गरेर भयो भने म्यारीलाई त बचाउनु पर्यो बा ठिक छ अहिले घरमा अब त्यहाँ अलिकति पैसा राखेको छु त्यो लिएर जाउँ न त भेट्नु बरु हामी सँगै निस्क्यौँ कि होइन बा यो भेडाबाख्रा पनि कराइराखेछ म घाँसपात गरेर आउँछु बा तिमी जसरी नै तिमीलाई एकदमै छिटो जाऊ बा जति सक्दो छिटो पास्टरलाई यस्तो बेला सहायता गर्नुपर्छ त्यही त त्यो भेडा बाख्रालाई पनि यसो घाँस त काटेर अहिले यसो भन्नु त घाँस काटेर आइन्छ म त्यहाँ यसो पैसाहरू जोडसाप गर्छु है त भित्र है जसरी छिटो जाऊ बा ल म्यारी जीवन र मरणमा छ बा छिटो गर ल त्यहाँ यसो घाँस काटेर आइन्छ छिटो छिटो गर है ल म यहाँ तयारी गर्दै गर्छु है के भएछ त बिचरा मेरी लागि साह्रै पो भयो कि कति साह्रो बाख्रा गराएको म्यारीलाई के भयो होला घाँस पनि काट्नु जानुपर्ने अनि आशिष सच्ची छ कता त अचानक के भयो हिजो म्यारीलाई है छिटो गरेर हामी जानुपर्छ सुन्न ऊ हाम्रै बारीमा घाँस धेरै छ म घाँस काट्छु त सिँगार आधा आधा गरौँ अनि छिटो म्यारीलाई भेटेर जानुपर्छ है म उसको रूपमा घाँस काट्छु त तल सिँगाल्दै गर है छिटो गरेर जानुपर्छ है माथि हुन्छ म घाँस काट्छु आशिष बिस्तारै मेरो नर्स नि बिस्तारै काट्लो बिस्तारै है आशिष 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 उठ न आशिष आँखा खोल न आशिष आशिष उठ न आँखा खोल न के गर्नु बा मै हुनुहुन्छ आशिष उठ न आशिष आँखा खोल न आशिष दसलाई चुप गरेछ आशिष उठ न आशिष अघि काका आशिष चुप गरेछ अघि काका आशिष लड्यो के भन्छ के भयो त्यसलाई अनि कहाँ मैले त लाउन लाउ के भएछ यसलाई आशिष आशिष अनि रगतै साह्रो भएछ लु लानु पर्यो हस्पिटल लौगरी किन यस्तो के आपत आइपर्यो खाना चाहिँ खानु कति खानु आमा भयो अलिकति मात्रै अनि प्रभुमा विश्वास गर्नुपर्छ प्रार्थना गर्नुपर्छ परमेश्वर छुट्याएको हुन्छ भनेर मैले भनेको होइन त ठिक छ डक्टर पहिलाको भन्दा धेरै राम्रो भइरहेको छ डक्टर
तपाईँहरू भनेसीबाट हामी राम्रो हुन्छ मेरी त अनि ठिक हुन्छ मेरी पाउँदैन थियो होइन नि तिमी जाति भएछौ खुसी लाग्यो हजुर अनि म हजुर यतै छु नि हामी चिन्छौँ नि उहाँ हाम्रो मण्डलीको पास्टर भएको हुनुहुन्छ नि उहाँको छोरी बिमारी भनेर हामी भेट्न आएको नि राम्रो भएछ खुसी लाग्यो के कुरो होला है त्यो दिन हाम्रो कुरा भएको थियो नि मैले आशिषलाई त बचाउन सकिनँ त्यो दिन आशिषले मुटु दागले आज हामीलाई जिउँदो भएको त्यो हुन पर्छ के होला आशिषलाई भने खुसी छु